How does it feel, William? I never went to secondary school. Make us proud. Hey, looking sharp, eh? You too, man. नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई कर्मापल रिभ्युजमा। सो आज हामी चर्चा गर्नेछौँ एक पावरफुल ट्रु स्टोरी ड्रामा विच इज भेरी हट रेन्जिङ एन्ड इन्सपायरिङ, द्याट इज द बोय हु हार्नेस्ड द विन्ड। सो यो फिल्मको डिरेक्टर हुनुहुन्छ चिवेटेल इजिएफर, जसले यो फिल्ममा एउटा क्यारेक्टरको रोल पनि निभाउनु भएको छ। सो यो फिल्म चाहिँ ती रेयरेस्ट अफ द रेयर मुभिजमा पर्छ जसले तपाईँमा चाहिँ एउटा लास्टिङ इम्प्याक्ट छोड्नेछ। ग्र्याब अ ड्रिङ्क, गेट कम्फर्टेबल एन्ड लेट्स टक अबाउट इट। सो यो फिल्म चाहिँ विलियम कम्कम्बाको मेमोइरमा आधारित रहेको छ। यङ मलावियन बोय जसले गरिबी, खडेरी, भत्किएका शैक्षिक प्रणालीका सामना गर्दै आफ्नो अनिकालबाट गुज्रिरहेको गाउँको लागि मिल बनाएका थिए। सो यो फिल्मको सुरुवात चाहिँ अफ्रिकाको मलावी भन्ने देशको अर्ली 2000 सिनबाट सुरु हुन्छ। एन्ड दिस स्टोरी फलोज अ 13-year old बोय विलियम विच इज प्लेड बाई म्याक्सवेल सिम्बा, जो चाहिँ आफ्नो फ्यामिलीले स्कुल फिस तिर्न नसक्दा स्कुल छोड्न बाध्य बनाइन्छ। तर विलियम आफैमा रिसोर्सफुल र डिटरमाइन्ड हुन्छन्, जसले स्कुल लाइब्रेरीको बुक्स, जङ्कयार्डको स्क्रैपहरू प्रयोग गरी र आफैमा भएको एउटा निस्वार्थ सहयोग गर्ने भावनालाई प्रयोग गरी he creates a windmill for the farmers in the Malawi and which makes their lives very easier. सो यो फिल्म इन्भेन्सनको बारेमा मात्र नभएर शिक्षा र विश्वासको बारेमा पनि हो। शिक्षा र विश्वासको मिश्रणले हामीलाई दिन सक्ने देन सानै भए तापनि एकदमै इम्प्याक्टफुल हुन्छ भनेर चाहिँ यो फिल्मले हामीलाई प्रश्न पार्न खोजेको छ। अब हामी यो फिल्मको क्यारेक्टरहरू र उहाँहरूको पर्फर्मेन्सको बारेमा कुरा गरौँ है त। सो चिवेटेल इजिएफरले विलियमको बुबा ट्राइबलको रोल निभाउनु भएको छ भने चिवेटेल 12 Years a Slave जस्ता फिल्ममा पनि देखिसक्नु भएको छ। सो उहाँको यो फिल्ममा भएको रोल चाहिँ एकदमै स्ट्रगलिङ बट प्राउड फार्मरको रहेको छ, जसले गर्दा फिल्मलाई चाहिँ इमोसनल डेप्थ दिएको छ। तर यस फिल्मको वास्तविक स्टार भने म्याक्सवेल सिम्बा नै हुन्। सो उनको यो मुभी डेब्युट मुभी रहेको छ, तर उसको यो डेब्युट मुभी भए तापनि उसले विलियमको क्यारेक्टरलाई चाहिँ जस्टिस हुने अभिनय दिएका छन्। सो विलियमको डिटरमाइन्ड एकदम क्युरियस क्यारेक्टरलाई चाहिँ उसले ओभर एक्टिङ नगरिकन जीवन्त बनाउन सफल भएका छन्। साथै विलियमकी आमाको रूपमा खेलेकी नायिका आइसा माइगा र सपोर्टिङ एक्टर्सहरूको पर्फर्मेन्स पनि एकदमै प्रशंसायोग्य रहेको छ। सबै क्यारेक्टरहरू चाहिँ एकदमै रियल फिल गराउने भएको भएर चाहिँ उहाँहरूको स्ट्रगल चाहिँ एकदमै अथेन्टिक एन्ड भेरी पर्सनल लाग्नेछ। अब कुरा गरौँ यो फिल्मको टेक्निकल पक्षको बारेमा। सो चिवेटेल इजिएफरको यो फिल्म डिरेक्टोरियल डेब्युट मुभी रहेको छ। डेब्युट मुभी भए तापनि चिवेटेलले चाहिँ आफ्नो कलालाई चाहिँ एकदमै सक्षम हिसाबले प्रेजेन्ट गरेका छन्। सो चिवेटेलले यस फिल्ममा चाहिँ मलावियन ल्यान्डस्केप र गरिबी, खडेरी जस्ता तितो सत्यहरूलाई चाहिँ एकदम सन्तुलित वातावरणमा देखाउन सफल हुनुभएको छ। सो यो फिल्मको सिनेमाटोग्राफीको बारेमा कुरा गर्नुपर्दा चाहिँ सो यो फिल्म चाहिँ हामीले तातेका दृश्य, गाउँका धुलामे दृश्यहरू र एकदम कडा र इमोसनल क्लोजअपहरूले भरिएको छ, जसले गर्दा तपाईँलाई चाहिँ वास्तविक अनुभवमा डुबाउनेछ। स्टोरीको पेस भने चाहिँ एकदम स्लो एन्ड स्टेडी छ, जसले चाहिँ यो क्यारेक्टर डेभलपमेन्टमा एकदमै सपोर्ट पुऱ्याएको छ। सो अब चाहिँ यो फिल्मले हामीलाई दिने मेसेजको बारेमा कुरा गरौँ है त। द बोय हु हार्नेस्ड द विन्ड चाहिँ एउटा आशाको बारेमा हो, एउटा एजुकेसनको पावरको बारेमा हो, एउटा फ्यामिली र फ्यामिलीले हामीलाई गर्ने सेक्रिफाइसको बारेमा हो, र आफूसँग दृढ सङ्कल्प हुँदा चाहिँ हामीले आफ्नो लिमिटभन्दा बाहिर पनि एचिभ गर्न सकिन्छ भन्ने बारेमा पनि रहेको छ। सो यो फिल्मले यी कुराहरू बाहेक रियल वर्ल्ड इस्युजलाई पनि अवेर गर्न खोजेको छ, जस्तै क्लाइमेट चेन्ज, फुड इन्सेक्युरिटी र डेभलपिङ कन्ट्रिजहरूमा चाहिँ एजुकेसनको पहुँचको बारेमा पनि यसले इम्फेसाइज गरेको छ, तपाईँहरूमा बुझाउन खोजेको छ। यो कुराहरूमध्ये सबैभन्दा अमेजिङ कुरा के हो भने चाहिँ यो फिल्म एउटा ट्रु स्टोरी हो। सो विलियम कम्कम्बा यस फिल्मको क्यारेक्टर चाहिँ रियल हुन्। उसले साँच्ची नै त्यो विन्डमिल बनाएका थिए आउट अफ नथिङ, एन्ड द्याट जस्ट मेक्स एभ्रिथिङ हिट हार्डर। फिल्मको फाइनल थट्सको बारेमा कुरा गरौँ है त। द बोय हु हार्नेस्ड द विन्ड इजन्ट भेरी फ्ल्यासी, यो चाहिँ कुनै फ्ल्यासी फिल्म होइन, एउटा कमर्सियल फिल्म पनि होइन, एन्ड इट्स नट इभन ब्लकबस्टर, र यो हुन जरुरत पनि छैन। इट्स र इमोसनल एन्ड जेन्युनली इन्सपायरिङ। सो इफ युआर इन्टु ट्रु स्टोरिज, socially conscious films, or just need a reminder what human determination can accomplish, then you should give this film a watch. So I'm giving it a strong 9 out of 10.
I really enjoyed the movie and I was thoroughly inspired by the movie. तपाईँहरूलाई चाहिँ अलिकति weird लाग्न सक्छ, स्ट्रेन्ज लाग्न सक्छ किनभने म चाहिँ एकदमै पुरानो फिल्महरूको रिभ्यू गरिरहेको छु. I would not say कि यो फिल्म कसैले पनि हेर्नु भएको छैन म भन्दिनँ. तर नहेर्नु भएको मान्छेले चाहिँ यो फिल्म हेर्नु भएन भने चाहिँ it's a genuine miss क्या. यो हेर्नै पर्ने फिल्म हो. Like if you're a student, you should watch this movie. If you're parents, you should watch this movie. If you're a teacher, you should watch this movie. So everyone, you should watch this movie if you haven't watched it. So guys, this is it for today. So if you guys have already watched the movie The Boy Who Harnessed the Wind, please drop your thoughts in the comment box. But if you haven't watched it, it's available in Netflix. And if you guys don't have Netflix, you can still watch it in third-party websites. Thank you. Please don't forget to subscribe, like, and share. Take care and stay inspired.